यो चाहिँ पोखरीभन्दा अलिकति वारिपट्टि रहेको खर्क जस्तो खर्क भन्दाखेरि पनि यो अब ठ्याक्कै यो मेन मन्दिर यहीँ रहेछ। मेन मन्दिर यहाँ रहेछ होइन। यहाँको खास किम्मत अनि यो मेन मन्दिर यहाँ रहेछ। नौने ठाउँ अघि मैले अघि भिडियो पनि देखाएको छु। यहाँको किम्मदन्ती चाहिँ के रहेछ भन्दाखेरि एकजना वाइबा 2325 सालमा एकजना वाइबा बुढा दाईले चाहिँ माथिबाट शिकार कुकुरसँग शिकार खेल्दै 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 आउने क्रममा उहाँले चाहिँ यहाँ यो क्षेत्रमा शिवजी पार्वती लगायतले यस खेती गरिरहेको उहाँले देख्नु भएको छ। उहाँले देखे पछाडि शिवजीहरूले पनि उहाँलाई वाइबा दाईलाई देखे पछाडि उहाँ चाहिँ यो चट्टानमा छिर्नु पऱ्यो, यही विलुप्त हुनु पऱ्यो होइन। त्यस पछाडि चाहिँ उसले चाहिँ अब यहाँ देउता रहेछ भनेर आएर त्यो कुकुरको घाँटीमा लगाएको माला त्यो घन्टी चाहिँ यहाँ आएर स्थापना गरिदिएको रहेछ। यहाँ आएर त्यो घन्टी यहाँ बाँधिदिएको रहेछ। त्यही भएर मन्दिर चाहिँ यहाँ भएको छ। र अनि रह्यो कुण्ड चाहिँ अलिकति उतापट्टि छ, यो उता अलिकति उतापट्टि छ। त्यो कुण्डमा चाहिँ उसले एक एकवटा आकृति कस्तो कस्तो आकृति देखेपछि उसैले नामकरण गराएको छ। कुनैमा अब नाक देखाएर छ, कुनैमा के देखाएर छ। आज हाम्रो एकदम यो ह्यान्डसम भाइसँग यहाँ बाटोमा भेट भएको होइन। यिनीहरू पनि अब हामी अस्तिदेखि सँगै थियौँ, हिँड्दाखेरि यिनीहरू 3जनाको टोलीहरू छन् भाइहरू। रमाइलो छ, हामी जस्तै छन् है साथीहरू यिनीहरू पनि। ल यही हो किंवदन्ती, यही हो होइन। यहाँ भनिदिइहाल्यो अब मेन मन्दिर यो हो, मेन बजारहरू यो हो। मेन बजार नभइकन हामी चाहिँ उता पारी भ्यू पोइन्ट गएको हो। अब यता बजार हुँदै यहाँ यता आए पनि हुन्छ मन्दिर दर्शन गर्नु, मन्दिरलाई स्नान गर्ने ठाउँ। ल है त गाइस, ल सियो फेरि। यहाँबाट चाहिँ सर यसरी जाने, यसरी सट्ट हिँडेर जाने। उतापट्टि मन्दिर छ, अहिले मन्दिर पनि म यस्तो छ। अनि त्यसपछि हिँडेर उता निस्किन्छ। त्यसको उतापट्टि मन्दिर छ, त्यहाँबाट सर यसरी हिँडेर गएर त्यहाँ चाहिँ बाथरुमहरू बनाइदिएको छ। लेडिज जेन्ट्स सबैको नुहाउने त्यतै रहेछ, नुहाइधुवाइ सबै गर्ने त्यहाँ रहेछ। यहाँ चाहिँ कस्तो खालको किंवदन्ती छ भने यो मन्दिर यहाँ स्थापना भएको चाहिँ यो अलि माथिबाट म भिडियो बनाउँछु। अनि यो बाटोबाट छिरेर त्यहाँ मन्दिरमा निस्किन्छ, उताबाट पनि मिल्यो सबै। ल म अहिले एकछिन यसो सबै उता हेर्छु अनि अहिले फेरि भिडियोमा बनाउँला है त। यताबाट मेरो चाहिँ जुठो परेको भएर म भित्र नछिर्यायो, बाहिरबाट यसो हेर्दैछु सबै। ल यो चेन्जिङ रुम लुगा, त्यस पछाडि यहाँ चाहिँ कुण्ड जस्तो बनाइदिएको छ दुइटा। ए यहाँ जेन्ट्स र लेडिज कता छुट्याएर नुहाउने रहेछ होइन। अघि मैले त्यहाँ देखाइहालेँ, त्यहाँबाट त्यसो छिर्ने, त्यहाँ मन्दिर आउने, मन्दिरबाट सर यसो आइसके पछाडि यो चेन्जिङ रुम भइगयो। त्यहाँबाट यहाँ आएर यो कुण्ड जस्तो बनाइदिएको छ। यो दुईवटा कुण्डमा लेडिज र जेन्ट्स छुट्टा छुट्टै बनाएको छ। मेन मन्दिर चाहिँ यहाँ छ है। यो चाहिँ तल 5 पोखरीकै होटल लाइनकोबाट देखिने दृश्य है। यो पनि खिचिदिउँ न भनेर नि। यो चाहिँ 5 पोखरीबाट यो होटल लाइन नै हो। हामी चाहिँ बसेको चाहिँ तर फेरि हामी बसेको त यहाँ माथि। मान्छेहरू चाहिँ यहाँ आएर थाकेको मान्छेहरू चाहिँ यहाँ आएर बस्छन्। यतातिर यो सबै होटलहरू हो होइन, यतातिर आएर बस्छन्। अनि बिहानै तपाईँको 4 साढे 4 बजेतिर चाहिँ उठेर यहाँबाट हिँडेर यो भ्यू पोइन्टमा गएर अनि भ्यू हेरेर अनि पछि झर्ने रहेछन्। हामी चाहिँ हिजो बेलैमा आइपुग्यो भने त्यही भएर माथि बास पनि पाइन्छ भनेर माथि नै गएर बस्यौँ। त्यो त्यति दुःख चाहिँ गर्नु परेन।